दर्शकबिन हेर्नुहोस् त एकजना अचम्मका व्यक्ति प्रधानमन्त्री बन्छु बालिन शाहलाई हटाउँछु भन्दै सडकमा आएका छन्। यहाँ देख्न सक्नुहुन्छ बालिन शाह हट्नुपर्छ र म प्रधानमन्त्री हुनुपर्छ भन्दै एकजना अनौठा व्यक्ति सडकमा आएका छन् र हामी यी रोचक लाग्दा व्यक्तिसँग विशेष कुराकानी गर्न गइरहेका छौँ। केटाका चप्पल अनि केटीको अवस्था कपाल अनि चुरापत्ती माला पोतीहरू लगाएका छन्। हामी उहाँसँग कुराकानी गरौँ। नमस्ते। नमस्ते। र प्रधानमन्त्री योगी हुनुपर्छ र म स्वयं श्री गणेश गिरी योगीज्यू म योगी हो र प्रधानमन्त्रीको दावेदार हो। यो हो मेरो रूप, यो हो देवीको रूप, यो हो देवको रूप। देवीको रूप यो चान्सुने कुरा होइन। यो मान्छेलाई हेर्ने बित्तिकै झलक्क हेर्दा नाटक नौटङ्की र पागलपनको दृष्टिकोण अवश्य आउँछ, तर यो देवीको रूप हो। प्रमाण यही हो। तपाईँ देवी हो? तपाईँ देवी हो? देवीको रूप तपाईँ हो। के गर्न आउनु भएको? यहाँ प्रधानमन्त्री बन्न आउनु भएको बालिन शाहलाई हटाएर? प्रधानमन्त्री मलाई समयले बनाउँछ। अब चाहिँ तपाईँलाई अब जनताले प्रधानमन्त्री बनेको देख्न पाउँछन्, त्यसो भए विकल्प छैन। बालिन शाह के गर्ने? अनि बालिन शाहले राजीनामा दिनुपर्ने कि के गर्ने भनिदिनु पर्यो तपाईँले? यो सूचना हामी बालिन शाहसम्म पुर्याइदिन्छौँ। त्यो उहाँको इच्छा, जनताको इच्छा।